फाइनली भेटियो कुरा हो है। आफूले आफूलाई माया गर्न सिक्नुपर्छ। चुप लाग्नु अब बनाउँदै हो कि यता एकैछिन। आदरणीय दर्शकबिनहरू तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ 100 रुपैयाँको 2टा डल्लो 100 रुपैयाँको 3टा डल्लो गोपी। सो हे गाइज वेलकम घाँटी सुक्यो क्या। सो हे गाइज वेलकम ब्याक टु द न्यू ब्लग। इट्स मी अवस्थामा छेत्री फेरि पनि आइसकेको छु नयाँ ब्लग लिएर। अनि मेन कुरा भन्नै भुलेको मैले फेरि सबैजनालाई हेलो नमस्ते दस लासो अनि सलाम वालेकुम। आजको ब्लग चाहिँ के हुँदैछ भन्दाखेरि कति छिटो बोलेको क्या म। आजको ब्लग चाहिँ के हुँदैछ भन्दाखेरि हिजोको त अब त्यो प्लान क्यान्सल भयो थियो। अनि आज फेरि अर्को स्कुलमा चाहिँ प्रोग्राम छ हाम्रो। अनि अब चाहिँ यो क्यान्सल हुने खाला चाहिँ होइन है, यो चाहिँ फिक्सवाला भइसक्यो। सो अब चाहिँ म विजय दाई अशोक मामा सुजन सोनु आई थिङ्क अनिल आउँछन् होला अनि अभिषेक सबैजना भएर चाहिँ हामी गोरसिङ्गे भन्ने ठाउँको स्कुलमा चाहिँ हाम्रो पर्फर्मेन्स छ त्यहाँ जान लागेको छौँ। अनि त्यही आज चाहिँ आई होप क्यान्सल हुन्न होला किनकि हिजो पानी परेको थियो नि त। अनि आज चाहिँ जस्तो पानी परेको छैन क्या। हिजो त पानी परेर हिलै बाटो देख्नु भएको त कस्तो भएको थियो। सो आई होप प्लान क्यान्सल नहोस्। अनि त्यही हो अब पानी पऱ्यो भने फेरि क्यान्सल भइहाल्छ। अनि ब्लग लास्टसम्म हेर्नु होला। अनि च्यालेन्ज गरेको छु मैले 1 विक च्यालेन्ज गरेको थिएँ र आज चाहिँ डे 2 अनि भोलि डे 3। सो भोलिको लागि चाहिँ आधी सब्सक्राइब गर्नुहोस्। अनि मामासँगै मामा सबै चाहिँ अब गोरसिङ्गे जान्छौँ। गोरसिङ्गेमा गएर अब भेटघाट हुन्छ, सबैको मिटअप हुन्छ, रमाइलो हुन्छ, के हुन्छ, कसो हुन्छ, कता हुन्छ, कसरी हुन्छ त्यो थाहा छैन, मलाई पनि थाहा छैन, तपाईँहरूलाई पनि थाहा छैन। सो अब त्यही हो। अब हामी एकछिन पछि मामा आएपछि म मामालाई वेटिङ गर्न जान्छु। अनि मामा आएपछि हामी सबजना भेट्नेछौँ है त। चल्दिसक्यौँ अब म चाहिँ हिँड्दै सकेँ होइन। अब त्यही हो आज चाहिँ भवाल हान्नुपर्छ हामीले चाहिँ। अनि चप्पल हेर्नु कस्तो चप्पल लाग्यो चपाक 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 रमाइलो आफूसँग खेल्दै हिँड्नुपर्छ क्या। आफूले आफूलाई माया गर्न सिक्नुपर्छ अनि बल्ल अरूले तपाईँहरूलाई रेस्पेक्ट गर्छ। ठिक छ सानो हुँदाखेरि यिनीहरूभन्दा पनि सानो हुँदाखेरि पढेको स्कुल है यो चाहिँ। उहाँ पढ्थेँ म त्यहाँ। नाम के तिम्रो? मेरो युट्युब च्यानलको नाम @विष्णु खनाल। युट्युब च्यानलको नाम तिम्रो नाम भन भनेको अङ्कित खनाल। मायाले चाहिँ यिनलाई चङ्गे भन्छन् होइन। गोपी ले लो 100 रुपियाँको 3 किलो 100 रुपियाँको 2टा डल्लो 100 रुपियाँको 3टा डल्लो गोपी गोपी ओडा वाउ ए भाइ के रोके सबै केटा आइछ के भन्नु छ तिमीलाई? उसँग टाइम स्पेन्ड गर्न यार न दाइको पाङ्रा गुडे आन बाइकै गुडे होइन के ढकल त्यसलाई त्यस्तै झग्नुपर्छ ओ माको टुरुला। ओ म्यान हाम्रो लकी दाइ हाम्रो भेट भयो अनि फाइनल्ली भेटियो कुरा हो है। अब हामी छिर्न लाग्यो कुराहरू पनि आए। अब सबै नै छिर्न पर्ने हुन्छ हामी। दाइको हेरेर आउन वान स्टाइल मात्र हो ल। सो साथीभाइहरू अब चाहिँ हामी निस्किन लागेको सबै केटाहरू भएर। अनि म र लकी दाइ बसेको छौँ। बाइकको तेलै भइयो कि यहाँ अशोक नामाको बाइकको। अब फेरि तेल लिन जानु पर्ने भयो बिच बाटोमा। हेर्नु न दुःख पाइयो अब तेल लिन जानु पर्यो नि फेरि। अब उहाँ अझ बाटो यस्तो हालत। तेल लिन आएको तेल लिन पर्दैन अरे मामा गइसक्नु भयो अरे। त्यही भएर बोतलै फाल्दै मैले त तलतिर। आउनुहोस् 150 रुपियाँमा 3 किलो स्याउ सुन्तरा सबै लिएर जानुहोस्। सुपथ मूल्यमा उपलब्ध छ आउनुहोस्। तर कस्तो स्वाग हो क्या साँच्चै। अझ टोपी यो टोपी चाहिँ झन् धुराग भन्छ कि भाइलाई। धुराग के धुराग हो कि धुराग सर्ट टी सर्ट इनर एप्पल एप्पल देखाएको रे क्या मलाई। एप्पल देखाएको रे हाम्रो नै आउँछ नि पछि। जुठो हो क्या मैले टोकेको। एप्पल एन्ड बनाना नि छ होइन डन्थनी साइड लाम लुकिङ ग्लास छैन के। हामी चाहिँ स्कुलमा एन्ट्री हानिसक्यौँ भित्र। अनि मैले बाइक पनि किनेर नयाँ तपाईँलाई भन्न भुलेको छु होइन क्या बिचदाइको। अनि हाम्रो अब ग्रुप चार्ज छैन भन्दै थियो नि
18% चार्ज छ त भ्लग गराउनु के गरौँ बोल्नै दिएन क्या उता बोलेर बोल्नै दिएन क्या मलाई चाहिँ स्टाफ रुममा गएर बोलिदिउँ क्या को तपाईँ कहाँको कहाँ छिरेको भित्र पाइजानु भनेर क्या सो त्यस्तै छ अब हामी चाहिँ त्यही हो नाचिन्छ अनि नाचेपछि अब त्यही त नाच्ने हो अनि फेरि नाचेर भएपछि अब फेरि के हुन्छ कसो हुन्छ मलाई पनि थाहा छैन के तपाईँलाई पनि थाहा छैन होइन यो छ हाम्रो मामाजी गीत गाएको सुन्नुभयो ए गीत गाएको होइन म्युजिक हेर हो चिन्यो मलाई म भ्लगर आउँछु है हो र नानीहरू पनि पढ्छु ल हाम्रो पालो आइसकेको छ अब हामी निस्किन लागेको स्टेजमा अब रेडी हो दाइ अरे रेडी सकिन्छ नि सो बाई 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 अगाडि गएर हेर है हामी नाच्नु लाग्यो ल साथीभाइहरू नाचेर आयो पसिना हेर्न सक्नुहुन्छ यहाँ सिकेन्सी होइन सो नाचेर आयो आफ्नो काम बन्द अब त्यसपछि छोडिदियो ए बाई बाई स्कुल अब हामी चल्दै गयो त्यो अब नबस्ने कि अब चल्दै हामी के छ के गरौँ यार ठिक छ हुन्छ के ए एउटा कुरा भन्छु भनेको तपाईँलाई कस्तो भुल्दै मैले एकैछिन है भ्लगमा चाहिँ ट्विस्ट भ्लग बनाएको बेलामा नि ए रे कहानीमा ट्विस्ट आएको छ हाम्रो चाहिँ के भन्छ अरे चुप लाग्नु अब बनाउँदै कि यता एकैछिन सो के ट्विस्ट आयो भन्दाखेरि फुटबल खेल्ने रे अब राति साँझ फुटबल खेल्ने अरे त्यो भएर अब फुटबलको युट्युबमा हेर है सानो मिठो अस्ति नै हारेको थियौँ हामी होइन अहिले चाहिँ जित्ने हो क्या हामी चाहिँ होइन सो अब होइन अब हामी निस्किन्छौँ दाइको बाइक स्टार्ट हुनु लाग्यो फेरि हामी आइसकेका छौँ क्लासमा दाइहरू टक्क यहाँ कसको कहाँ के गल्ती भयो डान्स गर्दाखेरि भन्नुभयो सबैले मलाई भन्नुभयो यहाँ बिगारे थियो भनेर त हो मिस्टेक भएको थियो मेरो होइन होइन मिस्टेक भएको थियो मेरो तर त्यस्तो त भएको थिएन दाइ त्यस्तो त भएको थिएन अब त जित्नुपर्छ हामीले भनेर मैले चाहिँ म गोलकिपर आज मैले एक गोल जान दिन्न आज सिनियर भर्सेस जुनियर हुन्छ अरे सिनियर दाइहरू भर्सेस जुनियर भाइहरूको हुन्छ फुटबल सो हामीले दर्जन होइन 2-3 दर्जन हान्नियो आज गोल त हरि पान्नियो आई लभ यु सो साथीभाइहरू हाम्रो प्र्याक्टिस भइसकेको छ एज यु क्यान सी पसिनाको धारा हाम्रो नानीहरू प्यारा पसिना यस्तो मलाई घिन्ला होइन सो यो नाच चाहिँ पसिना भयो होइन खेल्न जान लागेको छौँ हामी फुटबल फिल्डमा भेटेछौँ आज हाम्रो जसरी पनि जित्नु पर्ने हुन्छ भन्ने मैले बाचा खाएको थिएँ जित्छौँ हामीले यो दाइलाई हराउने हो आज गोल खानुहुन्छ 2 गोल र खानुहुन्छ ल म दाइदिएर आज गोल खाइन्छ हामीले ए खाइन्न गोल खाइन्न हाम्रो जित्ने कोसिस गरिन्छ सकेसम्म सो यहाँ हाम्रो बिच दाइ हाम्रो टिम लिडर अनि हामी सिधै अब उता गएर भेट्नेछौँ एउटा कुरा के हाम्रो चाहिने होइन सबै चिजमा चाहिने एकदमै छ क्या फुटबल पनि खेल्ने डान्स पनि गर्ने गीत पनि गाउने गिटार पनि बजाउने एक्टिङ पनि गर्ने त्यो रमाइलो इन्भाइरोमेन्ट छ क्या हाम्रो त्यो ग्रुपमा के त्यो सब्सक्राइब गरिदिनु है सब भनेको सब्सक्राइबर कमाउनको लागि हो है सो अब हामी चाहिँ आइसक्यो गेटमा आदरणीय दर्शकबिनहरू तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ हाम्रा सम्पूर्ण खेलाडीहरू आइसक्नु भएको छ र आज हामीले के भन्छ भन्दाखेरि ल ओलिभर वेलकम फेरि पनि तपाईँहरूलाई है म्याच सकिसक्यो अब तपाईँहरूलाई लाग्यो होला कसले जित्यो कसले हार्यो भनेर लास्टसम्म हेरेको मान्छेलाई होइन अब बिचदेखि जाने मान्छेलाई त के भनौँ जित्ने भनेर सोचेको थिएँ नि मैले भन्थेँ नि जितिन्छ भनेर भनेको थिएँ नि तर हार्यो
5 गोल खाइयो 5 गोल मैले 5 गोल खाइदिएँ भेजा भइदियो कस्तो भयो के भयो ठिकै छ बल नखेल्ने मान्छे कहिले पनि अझ यसमा चाहिँ गोलकिपर आइदिएछ अब मेरो के दोष पनि होइन सो त्यही अब आजको ब्लग चाहिँ के भयो कस्तो भयो तपाईँलाई थाहा भइसकेको छ भने भोलिको लागि आज सब्सक्राइब गर्नुहोस् है त भन्दै जान्न एकैछिन बोल्छु भन्दै हामी फेरि पनि भेट्नेछौँ आई होप भ्लग मन परेको छ होला सो सबैले सपोर्ट गर्नु पर्यो माया देखाउनु पर्यो जस्तै राम्रो भ्लगहरू म लिएर आइराख्नेछु भन्दै म बिदा हुन्छु नमस्ते बाई बाई लभ यु Everybody knows I ain't faking now. Everybody knows my heart's faking now.